एकैछिनै भिडियो स्क्रोल नगर्नुहोस् है त। यदि तपाईँहरूले मेरो च्यानललाई फलो गर्नुभएको छ भने सायद तपाईँहरूले मलाई चिन्नु नै हुन्छ होला। म चाहिँ प्रायः जस्तो एक्सपेरिमेन्ट अनि साइन्स प्रोजेक्टहरूको भिडियो हालिरहेको हुन्छु। भिडियो भन्दा पनि सर्ट भिडियोहरू चाहिँ अपलोड गरिरहेको हुन्छु। अनि आज चाहिँ म तपाईँहरूलाई के भन्न आएको भने मेरो सर्ट भिडियोहरूमा चाहिँ म प्रायः जस्तो लङ भिडियो हालिरहेको हुँदिनँ। अनि सर्ट भिडियोमा चाहिँ केही साथीहरूले चाहिँ लङ भिडियो चाहियो, फुल भिडियो चाहियो भनेर कमेन्ट गर्नुभएको रहेछ होइन। अनि मैले चाहिँ आजभोलि किन त्यो लङ भिडियो अपलोड गर्दिनँ भने मेरो च्यानलमा चाहिँ सायद 1 इयर्स जति पुग्न आँटिसक्यो। 730+ सब्सक्राइबर छ। अनि आजभोलि चाहिँ सब्सक्राइबरको एकदमै खाँचो छ। त्यसैले मैले चाहिँ सर्ट भिडियो अपलोड गरिरहेको हुन्छु। अनि लङ भिडियो चाहिँ म कहिलेदेखि अपलोड गर्छु भने 730+ मात्रै सब्सक्राइब छ। अनि लङ भिडियो अपलोड गरेपछि चाहिँ मैले खासै भ्युज जाँदैन कि त्यस्तै 100 बढीमा 50 भन्नाले 500 त्यस्तै समथिङ त्यति मात्रै गइरहेको हुन्छ। अनि सब्सक्राइबर पनि पुरै बढिरहेको हुँदैन, फर यु पेजमा गइरहेको हुँदैन। अनि त्यसैले सर्ट भिडियो अपलोड गऱ्यो भने चाहिँ अलिक फास्ट ग्रो हुने त्यस्तो भएकोले होइन म लङ भिडियो चाहिँ अलि अपलोड गर्दिनँ। मेरो च्यानलमा 1K सब्सक्राइबर पुगेपछि चाहिँ म्याक्सिमम् 1K पुगेपछि चाहिँ 500 जतिले चाहिँ 700 जतिले चाहिँ म्याक्सिमम् हेरिरहेको हुन्छ कि भिडियो। त्यसैले 1K पुगेपछि म लङ भिडियो अपलोड गर्नेछु। एक्सपेरिमेन्ट साइन्स प्रोजेक्ट त्यस्तै हो, तपाईँलाई थाहा छँदैन। अनि यदि तपाईँहरू च्यानलमा नयाँ हुन्छ भने चाहिँ सबैजनाले मलाई अगाडि बढ्न सपोर्ट गर्नको लागि चाहिँ सबैजनाले सब्सक्राइब गरिदिनु होला है। तपाईँहरूको एक सब्सक्राइबरले अलिकति मलाई जोस अनि मोटिभेसन मिलेर चाहिँ अझै झन् राम्रो एक्सपेरिमेन्टको भिडियो अनि साइन्स प्रोजेक्टहरूको भिडियोहरू आउनेछ है। त्यसैले जतिजनाले पनि यो भिडियो हेर्नुहुन्छ सबैजनाले मेरो च्यानल सब्सक्राइब गरेर जानु होला है त। ल आजलाई चाहिँ यति नै म यही भन्न